हेलो गाइज, आज हामी बिआर खेल्दैछौँ, त्यो पनि डुओ भर्सेस डुओ। हामी लोबीमा आइसक्यौँ। किन यस्तो भइरहेको लोबीमा आइसक्यौँ, हेर्न सक्नुहुन्छ गाइज। अनि हामी चाहिँ सबभन्दा पहिला पिकमा उत्रिन्छौँ अनि मर्छौँ है गाइज। मेरो गेम प्ले त्यस्तो राम्रो त छैन गाइज, होइन गाइज बढ्यो है। उही मैले यो मेरो ग्याङको नाम के राखौँ भनेको गाइज नहुनु झोला ग्याङ त यो पपुलर भइसक्यो। अरू केही भन न, अरू केही के ठिक हुन्छ, के ठिक हुन्छ, के ठिक हुन्छ। ल आजदेखि चाहिँ म हड्डी ग्याङ है मेरो। अब म युट्युब च्यानलको नाम हड्डी ग्याङ राख्छु। के राख्ने पिकमा जाने? ल हामी पिकमा उत्रिसक्यौँ। योर्स अफ हड्डी ग्याङ के भन्न, हड्डी ग्याङै है। ल आजदेखि नाम योर्स अफ हड्डी ग्याङ गरेर बोल्ने हो। म राँगो ग्याङ भने जस्तै। उयो तिमीले मिस्टर जुनियरलाई चिन्छौ? जोनी चाहिँ छैन क्या मलाई, मिस्टर जुनियर उडाउन मन छ क्या मेरो आइडिया। गाइज प्यान्ट पाइसकेँ मैले, होइन हो नि ब्रो। म बाँचे मात्र नि हुन्छ होला नि। त्यहाँ हेर न, मलाई नि थाहा हो ब्रो, मलाई रिभाइभ गरिदिने। म यस्तो मनकारी छु भन्ने तिमीलाई थाहा रहन्छ, होइन? ए माथि उत्रेको पिकको माथि M60 चाहिन्छ तिमीलाई? M60 उही देऊ न मलाई एकचोटि, हेर्छु यार म ग्लाइडर यार। देऊ न प्लिज, हेर्छु क्या, हेर्छु मात्र। उही हाने तिम्रा बाजे यत्रै फिनिस हानो तिम्रो बाजेले। हेर मिलतिर झरम है तिमी, जहाँ उत्रिने उत्रे यार। बरु म यता साइडतिर उत्रिन्छु। पिक खाली गरिदिने हो। ल कहिल्यै खाली नहौ के अरे तिमी दुईचोटि मरेको। तिम्रो 8 माइनस यो फ्री फायर झाड्डी खेल्दो रहेछ यार। ए भने हड्डी ग्याङलाई यस्तो भने म हड्डी ग्याङ राख्छु। बवाल इनिमीहरू यहाँ उत्रिसकेका छन्, हामीसँग प्रतिस्पर्धा गर्न सक्दैनन् भन्ने थाहा छ, तर अहिले के निराश गराइदियो। ग्लाइडर पाएँ यार मैले नि। जो खोलिदेऊ।